guys, welcome to Prati's vlog. भर्खर उठेर हतार हतार रेडी हुँदैछन्। बेबी म कस्तो देखेछु आज? ड्रेस कस्तो छ? नयाँ ड्रेस हो। ओ माय गॉड, कति गर्मी हो बेबी। ल अब हामीहरु चाहिँ आज हाम्रो प्लान चाहिँ सनफ्लावर पार्क जाने हो। कस्तो गर्मी छ यार। अनि पछि चाहिँ मेरो बुढो मोमो खाने भनेर बेलन पोकेछ हैन। अनि this is me, this is the outfit for the day. मैले अस्ति भर्खर किनेको, it was so cheap हैन। I think it was only, oh my god, लास्ट गर्मी भयो यार। साल नजाने भयो नि। अनि यो ड्रेस चाहिँ हैन मैले चाहिँ अहिले एकछिन बोल्छु हैन। धन्न भर्खर अब अलिकति भए पनि कार्ड चिसो भयो। यो चाहिँ मलाई कस्तो फिल भएको थियो भन्दाखेरि चाहिँ फर्स्ट टाइम त युएस आउने बेला के बेबी त्यो कतारमा अब पहिला त हामीलाई के थाहा हैन, त्यति बेला त जनाउँछ। अनि कतारमा चाहिँ ठ्याक्क त्यो एयरपोर्टमा निस्किने बेलामा खुब आएको थियो कि मुखनिर। अनि ओ माई गड म यस्तो भएको थिएँ। त्यस्तै नै गर्मी छ हैन। अनि टेक्सास जस्तै लाग्छ मलाई यहाँको वेदर चाहिँ, इट्स नट द्याट ग्रेट। त्यही भएर म त बेलामा कहिले क्यालिफोर्निया जाने होला हुन्छ। अनि त्यही हो, तर फेरि क्यालिफोर्निया गयो भने फेरि त्यहाँ फायर अर्थक्वेक त्यही जुन ठाउँको पनि प्रोज एन्ड कन्स त हुन्छ हैन। त्यही हो। अनि अब यस्तो गर्मीमा त्यो पार्क कसरी जाने? नभए हामीले त एकछिन ड्राइभ गर्ने अनि पछि चाहिँ एकैछिन मात्र हिँड्नु पर्ला अथवा बेलुकीतिर जानुपर्छ। यस्तो गर्मी छ हैन बेबी? त्यो भन। आज मेरो बेबी फेरि कति ह्यान्डसम देखेको। ओ माई गड, दारी मात्र काट्दैन क्या। पहिला मैले बाबालाई दारी काट्नु भनेर हैरान पार्थेँ। अहिले चाहिँ बुढोलाई दारी काट गर्नुपर्छ। यार बुढो मलाई त निद्रा लागिसक्यो। मेकअप गर्यो भने चाहिँ मलाई यस्तो आनन्द आउँछ होइन। त्यसको अलि टाइमपछि चाहिँ आधा घन्टापछि चाहिँ निद्रा लाग्छ। अनि मलाई निद्रा लागिसक्यो। यस्तो ट्राफिक भएर होइन हामी यस्तो धेरै अड्क्यो होइन बेबी। हामी अब बडीसाइडकोमा आइपुग्यौँ। अब हामी मोमो खाने अनि हामी घुम्न जाने होला। यस्तो गर्मी चाहिँ फेरि निस्किनु पर्छ। ओ गड, त्यो बेलन चाहिँ होइन म फर्स्ट टाइम युएसमा आउने बेलामा मैले टेक्सासमा किनेको थिएँ कि लिटरली $18 जाँदा पनि लगेको छु। अब यो फेरि पनि जान्छ यो क्यालिफोर्निया जाँदाखेरि। अनि पछि ल गडेस ताईकोमा मोमो बनाएको क्युट बेबी। तिमी मोमो खाने हो? देखाउँदैछन्। अनि यता चाहिँ चटनी रेडी भइसक्यो। खै दा हेरौँ यहाँ। ओहो Spicy, it looks really great. यो चाहिँ सब मैले बेलेको है। हामी चाहिँ अब मोमो खान लागि भन बुढो। म यो ट्राई गर्छु है कस्तो हामीहरू यहाँ आइपुग्यौँ सनफ्लावर एरिया। सो प्रिटी। ओ यहाँ हाम्रो बेबीले इन्जोय गर्छन्। आउनु बेबी। ओ यहाँ त 4 रहेछ हौ। यहाँ हाम्रो अहिले लिर्के लान्छ। यहाँ लभ बर्ड्स पछाडि। माउरी त साँच्चै माउरी नि देखे बहिनी रहेछ। लाउनु दाइ लाउनु। यो ब्लगमा हालिदिन्छु है म। ओ गर्मी, यस्तो गर्मी भइसक्यो कि। यो त टेक्सास भन्दा नि गर्मी, बट यो सनफ्लावर चाहिँ ओ माई गड इट्स सो प्रिटी। मौरीले चाहिँ नटकुस् होइन। त्यही हो बेबी। यु इन्जोइङ द हिट? के हो तिम्रो फोटोग्राफी चलिरह हो? दाइ कस्तो लागिरहेछ गर्मीमा पोलिँदा? बिचरा हाम्रो बेबी चाहिँ सेक्या होला। एकदम अलिक गर्मी भयो है, तर मेरो त पुरै मेकअप गयो होला है। हैन छ। ओ गड, यस्तो गर्मी के, तर इट्स प्रिटी है। हावा चलेन कि? हावा चलेको भए चाहिँ राम्रो हुन्थ्यो। ठुलो के है बुढो। हामी क्यान्ससमा गएको त कति सानो थियो नि। ओ यहाँबाट फल्ने होला हेर त। त्यस्तो रहेछ।
बगैँचामा नाच्छौ तिमी भमराले चिनिदेला के हो बुढा म नेपाल आइडल जानुपर्छ के हो मेरो टी सर्टको डिजाइन हो पसिना आउ त आउ जुम गरौँ तिम्रो पसिना आमामा पुरै यस्तो ल त मेरो चिप्लिनु भएन है आमामा धन्नमा मौरीले टोकेको यहीँ बाहिर निस्किन साँच्चै अलि शीतल रहेछ यस्तो पसिना पसिना मेकअप त पुरै गयो अब हामी त फर्किने हामी त आत्यो फेरि यो किराहरू कस्तो मुखमा आएको कि है दिदी हामी त अब फर्किन लाग्यो इट्स सो हट देखिहाल्यौँ कस्तो धन्न बाहिर अझै अलिकति शीतल रहेछ लास्टै गर्मी अझ बिहान सनराइजमा आयो भने चाहिँ के होला हामी चाहिँ सनसेटको टाइममा आएको भएर यो हल्का हल्का यस्तो मुर्जाएको छ हामीहरू चाहिँ अब अर्को ठाउँमा आयौँ अब हाम्रो सुन्तला ब्रेक धन्न यतातिर चाहिँ शीतल रहेछ अनि मिसो यो पुरै सनफ्लावर है त्यो पछाडिको चाहिँ मा चाहिँ होइन टक्क यस्तो रुखमा नि फुलै फुल हुन्छ यो चाहिँ राष्ट्रिय रमाइलो के एउटा राउन्ड हानेर अकुपाइ हान्न पर्यो के छिटो गएर हो नि को निस्केला ऊ त्यसमा एउटामा बसौँ भनेको सब प्याक छ भने उभिएको पनि छैन बिचमै गएर पुरेर त्यस्तोमा बसौँ भनेको कोही झर्दै झर्दैन हौ ए झरे धक्री म त ल फाइनली पाएँ यसो बस्नलाई थ्याङ्क यू दाइ आउनु छ नि अब म यसमा बस्ने दाइ यो मलाई यसो ब्लग गराइदिनु ल There is a king behind. There you go. माथि आउनु पर्छ होला म पहिला Nice boy. अलि मलाई माथि सार्देऊ त बेबी Someone is struggling here. It's like आम सच्चीमा आम त खै अघि म गुल्टे भने समाउ त बेबी ओए मलाई नलडा ओए भैँसी लड्यो है माया ल मेरो फोन खच्यो यार तल त्यसै बस्नु नि के उता साइडमा जाऊ न हामीले पायो शीतल भयो Bye. कस्तो बुढो माथि हेरेन कत्रो आले पनि अलि मजाले बस्नु त मिल्छ होला नि यिनीहरूको वेट रेटिङ त होला नि त्यति त दिदी एकपटक अझै मजाले ढकाल्दि I'm enjoying it so much, ni. हामीहरू चाहिँ त्यो खेल्यो ह्यामकमा त आधी घन्टा जस्तो खेल्यौँ म ओ माई गड निन्द्रा लागिसक्यो यस्तो आनन्द आयो कि ए उसले डोजर त्याएको अब चाहिँ हामीहरू घर फर्किन लाग्यो गर्मी नि साह्रै गर्मी भयो त्यही हो अब चाहिँ हामी घर जाने उत्सव चाहिँ स्विमिङ पुलमा जाने भन्दैछन् म चाहिँ जाँदिनँ यस्तो निन्द्रा लाग्यो यस्तो आनन्द आयो कि यो ह्यामकमा त है दिदी एकदमै त्यही त ल आजको चाहिँ यति नै हो ब्लग हाम्रो सी यु नेक्स्ट टाइम बाई भनिदेऊ त बेबी ल बाई भनिदेऊ बेबी बाई भनिदेऊ बाई